हेलो एभ्रिवान, स्मित प्रकाश शेर्पा अनि सम्पूर्णको नमस्ते। हाम्रो समाजमा भइरहेको घटनाको बारे अघिल्लो महिना केही व्यक्तिले आफ्नो ज्यान गुमाए। यो महिना एउटा शिशुले ज्यान गुमाउनु परेको छ। कानुन मन्त्री तपाईको ध्यान कहाँ छ त? अहिले हाम्रो समाजमा दिनौदिन यस्तो दुःखद घटनाहरू घटिरहेको छ। तपाईको ध्यान कहाँ छ? तपाई पनि एउटा चेली महिला हुनुहुन्छ। तपाईले पनि बुझ्नुपर्ने कुरा हो यो, र कानुन परिवर्तन गर्न अति आवश्यक छ। हिजो लेटाङमा भएको घटना, आज यो घटनाले गर्दाखेरि भोलिको भावी पुस्तालाई तपाईले कस्तो खाले कानुनको बाटो देखाउनुहुन्छ, मार्गदर्शन देखाउनुहुन्छ? यदि तपाईहरुले नै भन्नुभयो त बहुमत भयो भने हामी जे पनि खोइ त आजसम्म ती नानीका अभिभावक, जुन पीडित अभिभावक बुवा आमाले अहिलेसम्म न्याय पाउनु भएको छैन। उहाँलाई कसले दिन्छ न्याय? यो कुरामा तपाईहरुले विशेष ध्यान दिनु पर्यो। म अहिलेको वर्तमान सरकारलाई विनम्र अनुरोध गर्दछु र कानुन भन्दा ठुलो जनता हो, जनता भन्दा ठुलो कोही पनि होइन, र जनताले नै कानुन नियम बनाउने हो। तपाईहरुलाई सम्मानित पदमा राखेको मात्रै हो। जनताले चाह्यो भने तपाईहरुको सरकार पनि ढाल्न सक्छ।